एभ्रिथिङ वेलकम मेरो मिनी भ्लगमा म लागे लन्च खाना बनाउनको लागि मैले सुरुवात गरेँ। यहाँनिर प्याज लगाइरहेको थियो अनि यो प्याज टिपिहालेँ मैले। यताबाट मिर्ची नि लगे मिर्ची लागे म रुमतिर। यता मेरो बुढा हुनुहुन्थ्यो अनि यो मेरो रुम। यतातिर म भित्र। यता मेरो सानो बच्चा सुतिरहेको थिइन्। यता बुढा। यता ल्याइसकेँ हरियो प्याज अनि मिर्ची अनि यो सुक्खावाला प्याज पनि ल्याइसकेँ। आज बनाउँदैछु म चनालाई हिजो साँझ सुकाएर राखेको थियौँ। कति राम्रो भएको छ। यो चना बनाउँछु। यो प्याजलाई म कटिङ गर्छु।